आज चाहिँ हामी पनि बुवा आमाको साथमा बसेर खाना खानु लागेको छ। बुवा र आमा खाना खानु हुँदैछ। यो भाइ पनि तल भित्र आएर हो नि देखाउँछु। त्यसरी उठेर कुदेको हामी चाहिँ बिहानको खाना खाँदैछौँ। खाना खान आज तर ढिलो भइसक्यो, 11:30 भइसक्यो। यता कान्छ सुँगुरको खुट्टाको अचार बनाएर आज खाँदैछौँ है हामी चाहिँ। बुवा आमाको दाँत बलियो छ भनेर मिठो छ। मिठो नभए पनि मिठो मानेर खानुपर्छ। मिठो छ एकदम स्वादिष्ट छ। सुप बङ्गुरको साग, अचार, दाल सब चीज मिलाएर खाँदैछौँ। रायोको साग सेवा सत्कार गरेको छ हामीलाई छोरीहरूले। छोरीको आमाको यहाँ मिठो खाना हामीलाई हाम्रो अगाडि सेवा गरेको छ, हामीले खाँदैछौँ। बुढी बजेले अगाबारे खोर्सानी यहाँनिर चाहिँ पुरा भाग लागिरहेछ खानाहरू। अब खान्छु म पनि। राखिदिन्छु ल। बाई बाई सबैजनालाई।